नमस्ते मेरो सबै फेसबुक अनि युट्युबको साथीहरूलाई आज फेरि पनि तपाईँहरूको बिचमा नयाँ भिडियो लिएर आइरहेको छु। आज धेरै दिन बाद म भिडियो बनाउन गइरहेको छु र अहिले चाहिँ 11:07 गइसकेको छ अनि यहाँनिर चाहिँ धेरै गर्मीले है हालतहरू देख्न सक्नुहुन्छ। यहाँ पसिनाले धेरै गरम भइरहेको छ र तपाईँ बाहिरको नजारा देखाउँछु है कतिको घाम लागिरहेछ भनेर। बाहिर चाहिँ यस्तो डरलाग्दो घाम लागिरहेको छ है, हेर्नु पनि सक्दैन। अन्त बाहिर निस्किनु पनि गाह्रो भइरहेछ अहिले चाहिँ। यहाँ मैले लुगाहरू पनि धोएर सबै सुकाइसकेको छु, यता पनि छ। अन्त यहाँ चाहिँ भित्र चाहिँ यतिको शीतलै छ, बाहिरनिर चाहिँ यहाँ देख्न सक्नुहुन्छ टन्टनापुर। यिनीहरूलाई नुहाइदिने बानी लगाइछ कि म छेउमा आयो भने चाहिँ यिनीहरू अत्तालिन थालिहाल्छ नुहाइदिन्छ भनेर। दुईवटा छ सुँगुर चाहिँ, यो ठुलो चाहिँ आमा र आप्पाको हो, यो चाहिँ मेरो सुँगुर हो। तपाईँलाई म छेउबाट देखाउँछु ल। पानी खानु खोज्दैछ, ए पानी खानु खोज्दैछ यो सुँगुरले। खा लो। तेरिकन हो, अहिले कानमा पानी पस्यो भने चाहिँ फेरि मर्छ अरे भनेको सुनेको थिएँ नि त। मलाई थाहा चाहिँ छैन, तर मैले त्यस्तो सुनेको थिएँ हो। कान जोगाइदिउँ भन्छु, पानी खानुको लागि। हेर्नु न साथीहरू, यिनीहरूलाई सधैँ डेली नुहाइदिने बानी भएको छ कि दिनमा यिनीहरू 2पल्ट 3पल्ट त नुहाउँछ, कम्ती भनेको। यिनीहरूले नुहाइमागेको जस्तो गर्छ क्या। म परबाट आएँ कि जुरुक्क उठिहाल्छ नि त, अन्त मलाई माया लाग्छ, त्यही भएर म नुहाइदिन्छु। सन्चोले थापेको हेर्नु नि। यो ठुलो चाहिँ आमाहरूको सुँगुर, यो चाहिँ मेरो हो। हे तेरिका, यो छ अलिक बदमास छ यो सुँगुर चाहिँ अलिक। अनि फेरि चिप्सिन्छ। यो सिङ्गुले मलाई पुरा रिस उठाउँदैछ साथीहरू। यो चाहिँ बरु सन्चोले बस्छ, त्यसलाई चाहिँ मजा आउँछ नुहाउँदा। यो चाहिँ छटपटिन्छ पुरा, पानी खानु खोज्दैछ। आथा मच्छरले चिल्यो फेरि, बिजोकै छ नि साथीहरू। हेट तेरिका, उपर लु डेक्चीमा हालिदिन्छु लु लु। यहाँ हालिदिनु पर्यो पानी। छाना यस्तो छानाहरू तात्यो भने पनि यिनीहरूलाई पुरा गरम हुँदो रहेछ कि। नानीको क्याम्बिसहरू भिज्यो। साथीहरू मैले चाहिँ सुँगुरलाई नुहाइदिइसकेँ अहिले चाहिँ। अन्तखेरि अघि चाहिँ बेसी फोन हिट भएर चाहिँ वार्निङ आयो है, बेसी तात्यो भनेर चाहिँ मलाई डर लागेर फोन पड्किन्छ भने उनीहरू राखेको थिएँ। अन्त अहिले अलिकति सेफ दिएछ र चाहिँ फेरि यहाँनिर म भिडियो खोलेर यहाँ बसेँ। अन्तखेरिको सुँगुरहरू चाहिँ मजाले भिजाइदिएर नुहाइदिएर चाहिँ तिनीहरू अहिले आरामले सुतिरहेछ। अब फेरि एकछिनमा फेरि त्यो जब जिउको त्यो पानी सुक्दै जान्छ फेरि पनि तिनीहरू त्यसरी नै फिटी हुन्छ। अन्त फेरि दिनभरि तिनीहरू नुहाउनु मात्रै हुन्छ काम चाहिँ, त्यही हो। यहाँ चाहिँ हाम्रो आप्पाले काम गर्नुहुँदैछ, किचनको केहरू बनाउनु हुँदैछ, किचनको ड्ररहरू केहरू। अन्त अघि बिहान चाहिँ आप्पाले यो घामलाई देखेर बिहान के भन्नुहुँदै थियो पापा?
के भयो अघि बिहान घामलाई देखेर के भन्दै थियो तपाईँले डाइलग खतरा दिन्छ नि घरिघरि हाम्रो आप्पाले पनि कि ए घाम आज पनि डाम भन्नुहुँदै थियो अघि त्यो आप्पाले। त्यही हो हाम्रोतिर चाहिँ यहाँ सयपत्रीहरू पनि फुलिसकेको छ दामी। हाम्रो आमाले चाहिँ फुल पुरा स्याहार्छ तर अरूले चाहिँ आप्पाले स्याहार्छ भनेर आप्पालाई माग्दै गरेको हुन्छ फुल चाहिँ है। आमा रिसिँदै गरेको हुन्छ त्यही भएर आप्पालाई फुल स्याहार्यो भनेर। ए यो काम चाहिँ के गर्नुहुँदैछ भनेर सोच्नुहुन्छ होला। यहाँनिर ड्ररहरू बनाउनु भएको छ। यहाँ ऱ्याक पनि यो नयाँ ल्याउनु भएको। यहाँ किचन रेडी हुँदैछ नि त हाम्रो त्यही भएर घर पनि चेलेले छ छनु चाहिँ त्यो चेलेलेहरू सबैलाई इग्नोर गरिदिनु होला। अब यो पनि फिनिसिङ हुन आँट्यो। अब यहाँ एउटा ड्रर बनाउनु हुँदैछ। आप्पाको पनि हालत देख्नु सक्नुहुन्छ यही गरमको कारणले गर्दाखेरि। हामी चाहिँ घरमा आप्पा र म मात्रै छौँ त्यही भएर चाहिँ साह्रो बोरिङ भयो भनेर चाहिँ मैले भिडियो बनाउनु पर्यो भनेर चाहिँ है कति दिन भएको थियो भिडियो नबनाएको पनि। सुत यिनीहरू चाहिँ अहिले अलिकति भए पनि कुल भइरहेछ। यस्तो छिटो सुक्छ अन्त अहिले भिजाइदिएको अहिले सुकिहालेछ। बिजोग छ नि यिनीहरूलाई पनि। हामीलाई पो गरम भयो शीतलमा बस्छु भन्दा पनि हुन्छ। सुँगुरहरू गाईबस्तुहरू त बिचरा बोल्नु पनि सक्दैन। यहाँ हाम्रो काँक्रा पनि फल्दैछ स्टार्ट हो यो भर्खर स्टार्टिङ हो। यहाँ छ एउटा यसरी देखाउनु हुँदैन के भन्छ है तर यहाँ पनि छ यो चाहिँ सानै छ। यो चाहिँ छिट्टो बढ्यो यो सँगसँगै थियो तर यो छिट्टो बढ्यो। अरू चाहिँ कचल्टेको हो कि के हो अरू कहाँ पो देखेको थियो मैले। ए उतला यहाँ छ एउटा। अरू पनि चिचिला सानो हुँदैछ। पदेनाहरू छ हाम्रोतिर यस्तै। पदेना चाहिँ दामी भएको छ यस्तै सबै पदेना नै हो। तल सिबीले पनि फल्दैछ। हाम्रो आमाले चाहिँ सबै रोप्छ आप्पाले पनि हेल्प गर्छ अलिअलि तर आमाले चाहिँ बारी खेतीको काम यहाँ पनि रोप्नु भएको छ काँक्रा। यहाँ मकैबारी त्यही हो। र साथीहरू मेरो चाहिँ फोन बेसी हिट भएकोले वार्निङ आएको छ है। फोन बन्द हुँदैछ घरिघरि त्यही भएर चाहिँ आजको भिडियो यही सबै थियो। तपाईँहरूलाई चाहिँ आज धेरै दिन बाद भिडियो बनाउन मन लागेर चाहिँ भिडियो बनाएर देखाएको। अन्तखेरि अब फेरि पनि नेक्स्ट भिडियोमा भेटौँ होला। अनि भिडियोलाई हेरेर लाइक कमेन्ट गर्नु चाहिँ नबिर्सिनु होला। बाई।